सबैलाई गुड इभिनिङ हो होइन अहिले गुड इभिनिङ हो सरी आफ्टरनुन। अहिले हामीहरू चाहिँ हाम्रो यो बस्ने ठाउँदेखि यो यतापट्टि एउटा चाहिँ राम्रो चाहिँ जङ्गल रहेछ। यस्तो राम्रो जङ्गल छ। हामी त घुम्न हिँड्यौँ है साथी हो। आज बिदाको सदुपयोग गर्नलाई कहाँ छ अम्बा ए अमला त रहेछ सानो सानो बोटाहरू अमला फलेर केही छैन। अब हामीले यसलाई मिलाएर असर हाल्नुपर्छ है साथी हो। त्यो भयो भने ठुलो हुनेछ हाम्रो काम एउटा राम्रै चाहिँ सफलतापूर्वक हामीले त्यो काम हासिल गर्नेछौँ। ल अब केही यसो छ भने भन्नु है सर। भन्नु न भन्नु केही यस्तो छ ठाउँ उयो यहाँ घाम यस्तो लागिरहेछ। हामीले आज हाम्रो बिहानदेखिको प्लान भनेको सुरुमा चाहिँ बिहान आज 8 बजे उठियो किनकि हाम्रो बिदा थियो आज होइन। सर चाहिँ 11 बजे उठ्नुभयो म चाहिँ 8 बजे उठेको साँच्चीकै। अनि 8 बजे उठिसकेपछि एकछिन चाहिँ यसो फ्रेस भयो। अनि फ्रेस भइसकेपछि चाहिँ घामसाम तापियो अब होइन मिलाएर घाम तापिसकेपछि नुहाइयो कपडा पनि धोइयो चट्ट अनि त्यसपछि खानासाना बनाएर चट्ट खाइयो। त्यसपछि अनि हामी सबैजना ल अब यसो निस्किउँ त बाहिरतिर भनेर हामी त यता पो आयौँ त है घारीबारीतिर के बारे सर घारीबारीतिर आयो। अब आज चाहिँ हाम्रो डेस्टिनेसन भन्नुपर्दा हामी धेरै टाढा पुग्नेछौँ। यहाँ सरले पनि भनिसक्नुभयो अघि नै बताइसक्नुभयो अमलाबारी के बारी छ अम्बाघारी अमलाबारी अनि सिस्नु घारी अनि यहाँतिर सबै कोदो पनि टिपिसकेका छन्। यस्तो राम्रो यस्तो इन्टरटेनमेन्ट ठाउँ छ। आहा कस्तो ठाउँ क्या सर दिस भेरी इन्जोय यार। आफूलाई इङ्ग्लिस पनि बोल्न खासै गजिलोसँग आउँदैन कहाँ गएको यस्तो क्लियर आहा कस्तो राम्रो आइरहेको छ यहाँ यिनीहरू केटाहरूको फोटोहरू अनि यस्तो राम्रो छ। ल तपाईँ हेर्नुहोस् है त आज साँझ यो उसमा आउनेछ युट्युब च्यानलमा आउँछ। यो मेरो युट्युब च्यानललाई सब्सक्राइबर ड्याङडुङ गर्नु। यस्तै भिडियोहरू रमाइला मनका कथाहरू पनि मैले चाहिँ मिलाएर ल्याएर आउँछु होइन त। अब के गर्नु त गाह्रो छ के गर्नु।